ल अनदीको खाजा र यो चाहिँ चटनी टमाटर अनि प्याज खुर्सानीको चटनी खाइयो। भोलि मोमो चाउमिन अनि चिकन तन्दुरी सन्देशले त ज्वाइँ हजुर जापान आउनु अनि चिकन तन्दुरी खानियो भनेर उहाँ कुरेर बस्नुभएको छ। त्यस्ता खाजा खाइएला। तर पछि लास्टमा मनपर्ने भनेको यो हो, मैले सम्झिरहने। बाबाले पनि खासै पिरो खानुहुन्न। बाबाले बिहानको भात घिउमा भुटेको प्लस यो अब यसलाई पिठो नभनौँ, यो ढिँडो, अनदीको ढिँडो घिउमा ओडालेको हो। यो ओडाल्ने हो, ढिँडोलाई ओडाल्ने हो, पकाउने भन्दा नि ओडाल्ने। अब मुठी साउ ल्याएर बरु भुट्या वा ढिँडो, अनदीको ढिँडो। ढिँडो पनि चम्चाले खान्छन् भन्ने पनि हुन्छ सिस्टम, तर खास हामीले पिठो भनेर बनाएको ढिँडो बनाऊ। अनदीको ढिँडो भन्दो रहेछ, फर्र हुँदो रहेछ क्या पिठो। खाना त म हातलाई खान्छु। चिया भएमा म त चिया त अहिले त नल्याए नि हुन्थ्यो, नल्याउनु पर्छ चिया। मलाई चिया खासै मन पनि पर्दैन। गरे मुठी साग भुटिया वा दैला पनि साग छ, रायोको साग। अब यहाँ खाँदैछु, त्यही पनि बेरै लाउने एक मुठी झ्यापझ्याप टिपेर ल्याएर यसो पानीमा सर्र पखालेर अलिअलि गोबर भयो भने खासै फरक पर्दैन। भैँसीको हाम्रो यो गोबर नपरोस्, त्यही नै अलिअलि परेको त्यति फरक पर्दैन। मलाई एकदम मनपर्ने हो त साग मनपर्ने हो। बनाएर चटनी भसी हुन्छ। अनि यस्तो सुक्खासँग केही हाल्न पर्दैन। एउटा घाउ खुर्सानी तिरेर फेसअप पार्नु, यति अदुवा हालिदिनु अनि फर्लक्क फर्काउनु भयो भने योसँग चाहिँ राम्रै हुन्छ। आजको खाजा, आज पुसका 3 गते दिउँसोको खाजा हो। बाबा पोखिएर बाबाहरूमा बसेर खाएछौँ। अब बाबालाई अब म उहाँ गएपछि पैसा पठाएर के खानुहुन्छ बाबाले। मिठो मिठो, बाबाको सबभन्दा मनपर्ने मासु हो। बाबालाई मिठो मिठो खानालाई पैसा पठाइदिन्छु अनि सर र पूजाले पठाइदिन्छ। पूजा घर आउँदा आदिन अनि मिठो खान्छ, कान्छा दाइ आउँदा आदिन पनि मिठो हुन्छ होइन बाबा। त्यसरी पैसा पठाउने, मिठो मिठो खुवा, खेताला रेल दिन्छु, पैसा हालिदिया तिमीहरू गएर के हो मलाई भन्नुहुन्छ। मेन भनेको यो हो मलाई अहिले भन्नुहुन्छ, त्यो पनि ठिकै हो। यसै छ जिन्दगी, सादा जीवन, उच्च विचार। मरिएन र बाँचियो भने पछि बुढेसकालमा जहाँ बसे पनि आफ्नै गाउँमा आएर यहीँ बस्नु राम्रो हुन्छ। हावा पनि राम्रो। अहिले चर्न जानु पर्यो, फर्किने चाहिँ घरै हो। हिजो फलान्टे घाँस काट्न जाँदाखेरि बनाइएको थियो अनदी लगेर आउयो भने रामदाईको मेसिनमा पिसियो र च्याट्ट खाजा खाइयो। के अरे कस्तो छ बाबा, त गुलियो त छैन? कति मिनट बाबु? 3 4 4 मिनट। अब त सेभ भएर एउटा फोटो खिच्छु।